अनि त्यो ठाउँमा बस्दाखेरि चाहिँ हाम्रो बुवा र मम्मी सेपरेट हुनुभयो। अनि त्यसपछि हामी त्यही ठाउँमा बसिरहेको थियौँ। अनि पछि चाहिँ काका लिनु आउनु भएको थियो। अनि काकाले चाहिँ फेरि अब मलाई मात्रै लाने कुरा भएपछि चाहिँ मम्मीले दिनु भएन। अनि त्यही भएर अनि अब मम्मीलाई पनि लगेको भएको हुन्थ्यो त होइन। अनि त्यसपछि चाहिँ हामी माथि आयौँ दिन गरे भन्ने ठाउँमा आएर चाहिँ बसेको। त्यसपछि चाहिँ मम्मीको केही वर्षपछि चाहिँ दोस्रो विवाह भयो। अनि त्यो घरमा चाहिँ अहिले दिन गरेमा को हुनुहुन्छ अहिले? अहिले बुवा हुनुहुन्छ, अनि मम्मी हुनुहुन्छ, अनि अहिले भाइ हुनुहुन्छ। अनि जस उहाँले पनि एकदमै धेरै भनौँ न हामीलाई साथ सपोर्ट दिनुभयो। उहाँले गर्दाखेरि नै आज म यो ठाउँमा छु जस्तो लाग्छ मलाई चाहिँ। अब सायद उहाँले हामीलाई अब एक्सेप्ट नगरिदिनु भएको भए होइन, जे भए पनि अर्काको छोराछोरी मैले किन हेर्ने भन्ने त्यो सोच